नमस्कार, अल्पाइन पब्लिक क्विजमा यहाँलाई हार्दिक स्वागत छ। म राजेन्द्र सिंह र यति बेला म बारा जिल्लाको सिमरामा रहेको छु र खास गरी सिमरा पार्कमा रहेको छु र यहाँ घुम्न आउने यहाँका पर्यटक, यहाँका स्थानीयसँग हामी केही सवाल जवाब गरिरहेका छौँ। यदि उहाँले उत्तर मिलाउनु भयो भने पनि पुरस्कार पाउँछ, यदि मिलाउनु भएन पनि पुरस्कार पाउँछ। म पहिला उहाँको परिचय लिन्छु। सर नमस्कार, आफ्नो नाम भन्नु न एकपल्ट। मेरो नाम बसुदेव। हजुर, कहाँ बस्नुहुन्छ नि? छपकैमा। वीरगञ्ज। पुरा नाम एकचोटि भनिदिनुहोस् न। बसुदेव। हजुर। अच्छा, आज हामी यहाँसँग एउटा प्रश्न गरिरहेका छौँ, क्विज खेलिरहेका छौँ। क्विज कस्तो लाग्छ यहाँलाई? प्रश्न उत्तर कस्तो लाग्छ? राम्रो लाग्छ। हजुर। अच्छा, सिमरामा जुन यहाँले घुम्नुभयो नि, यहाँको वातावरण कस्तो भेट्नुभयो? यहाँको वातावरण राम्रो छ। अहिले पर्यटक वातावरण छ, मान्छे घुम्न आउँछ। हजुर। यहाँ स्वास्थ्य पनि छ, सफासुग्घर पनि छ, राम्रो छ। पिकनिक मनाउन पनि आइरहेछ नि? यहाँ धेरै मान्छे पिकनिक मनाउन पनि आउँछ, नआउने कुरो छैन। अच्छा, यहाँहरू पनि कहिले आउनुभएको छ कि फर्स्ट टाइम हो? होइन, यहाँ त 3-4 चोटिमा आइसकेँ। हजुर। केही चेन्जेसहरू भएको छ यहाँ? यहाँ अलिकति बिस्तार चेन्जेस भइरहेछ। हजुर। पहिलाभन्दा चेन्ज धेरै छ। हुन्छ, सरलाई म अब एउटा प्रश्न सोध्छु, त्यो प्रश्नमा जवाफ मिलाउन कोसिस गर्नुहोला। सरको लागि प्रश्न रहेको छ अल्पाइन माध्यमिक विद्यालयको तर्फबाट कि नेपालमा एकजना बौलाहा राजा भनेर चिनिन्थे, को थिए? नेपालमा बौलाहा राजा भनेर कसलाई भनिन्थ्यो? बौलाहा राजा त अब के भन्ने, गेस गर्नु न। यस्तो कोही गेस गरे? हजुर। बौला राजा भनेपछि बाले नै भनौँ न। अहिले त प्रधानमन्त्री छन् उनी। खैर, एउटा भनेको कुरा के, हजुर, मान्छे काम गर्ने चाहिँ प्रधानमन्त्री चाहिँ राम्रै हुनुहुन्छ। हजुर। उहाँ जस्तो काम गर्ने कोही पनि आएकै थिएन। त पनि अहिले जनताहरूको लिएर अहिले चाहिँ धेरै गुनासो छ, त्यही अरू केही छैन। हुन्छ सर, सहभागी भइदिनु भयो र धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू। धन्यवाद। र हामीले अल्पाइन माध्यमिक विद्यालयको तर्फबाट यो क्विज गेम उहाँसँग खेल्यौँ र अब हामी उहाँलाई एउटा पुरस्कार पनि दिनेछौँ। धन्यवाद।